नमस्ते अनि हार्दिक स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। फेरि अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ रहनेछ अस्ति साथीहरुसँग मैले इस्कुसको बिरुवाहरु मागेर चाहिँ रोपेको थिएँ। रोप्ने बेलामा अलिकति इस्कुसको त्यो इस्कुस भर्खर उम्रिदै गरेको इस्कुसको त्यो दाना र इस्कुसको बिरुवा चाहिँ एक दुईवटा मात्र जरा भएको चाहिँ छुट्याएको थियो। त्यो जाग्छ कि जाग्दैन भनेर रोप्नु चाहिँ रोपेको थिएँ, तर जाग्न चाहिँ भर्खर भर्खर जागिरहेछ। त्यो बेला मैले कुपाङमा इस्कुसको बिरुवा धेरै सर्च गरेर हेरेको थिएँ, भेटेन, देखेन। अनि मैले त्यो जाग्छ अब भएन भने होस् भनेर त्यतिकै छोडेको थिएँ। यो माथि त्यो रोपेको ठाउँमा पनि नगइकन रोपिराखेँ अनि त्यतिकै धेरै भयो नहेरेको। अनि हिजो अस्ति जाँदाखेरि अलिकति जागेछ, तर यताउति धेरै झारले पुरै छोपेको छ। तर हिजो मात्र मैले कुपाङ हेरिरहँदाखेरि कुपाङमा ठ्याक्कै त्यो इस्कुसको बिरुवा चाहिँ देखेँ कि मैले। अनि अब त अलिकति ढिलो त भयो होला, तर पनि म रोप्छु भनेर मगाएको छु। भोलि पर्सि आइपुग्छ होला। त्यसको लागि चाहिँ म आज ठाउँ बनाउँदैछु। अस्ति नै हो भने चाहिँ अलिकति राम्रो ठाउँ थियो, झारहरू उम्रेको थिएन। अहिले चाहिँ पुरै झारले ढाकेको छ। तैपनि त्यो झार उखालेर इस्कुस रोप्ने ठाउँ बनाउने चाहिँ आज मैले सोचेको छु। त्यस सम्बन्धी मेरो भिडियो छ। सुरुदेखि अन्तिमसम्म हेर्नु होला। मन परेको खण्डमा लाइक पनि गर्नु होला, मन नपरेको खण्डमा स्किप गरेर अरू भिडियो हेर्नु होला। आजको भिडियो चाहिँ मेरो त्यो रहनेछ, झार उखाल्ने र त्यो ठाउँ बनाउने। ठाउँ चाहिँ एकदम राम्रो छ। पहिलाको वर्ष चाहिँ गत वर्ष चाहिँ त्यहाँ, तर यो वर्ष चाहिँ अलिकति झारै झार भइसकेको छ। अस्ति उखाल्नु पर्ने मैले चाहिँ अब इस्कुसको त्यो बिरुवा पनि बिग्रिहाल्यो, अनि त्यही भएर अब रोपिँदैन होला भनेर केही गरेन। झार धेरै उम्रिएको छ। त्यो झारलाई चाहिँ आज मैले फाट्ने उखाल्ने छु। त्यस सम्बन्धीको भिडियो छ, हेरिदिनु होला। मेरो इस्कुस रोप्ने ठाउँमा जाने बाटो चाहिँ यही हो। पुरै झारै झार भएको छ। अस्ति चाहिँ यो थिएन, अलिक राम्रै थियो। अहिले त त्यसको लागि हतियार एउटा साबेल अनि यो लिएर आएको छु। अनि यहाँबाट गएर चाहिँ यो माथि रोपेको छु। रोप्न चाहिँ ठाउँ चाहिँ राम्रो छ, त्यहाँबाट सबै झागिने ठाउँ सबै यो ठाउँ हो। तर अस्ति यो झार उखाल्नु पाएको भए उज्यालो हुन्थ्यो। अस्ति त्यतिकै छोडेर आयो, हुँदैन होला भनेर आज म यो फाट्ने छु सबै कराकरुक गरेर। कस्तो हुन्छ हेरौँ। पन्जा लगाऊँ पहिला। ओके, यो चाहिँ धेरै काँडा पनि छ है, काँडा। यो यस्तो यसको घर चाहिँ के हो यार? यहाँ बिजोकमा परियो। अरिङ्गालको घर रहेछ। आउनु चाहिँ एउटै मात्र अरिङ्गाल छ, तर घुमेकै छ त। गाह्रोमा पार्यो। ले भन्छ फेरि भोलि त गाह्रो भइहाल्छ नि। यो चाहिँ बाटोको लागि मात्रै हो। रोप्ने ठाउँ चाहिँ अलिक माथि नै हो।
तर त्यतितिर अरिङ्गाल निस्क्यो अरिङ्गाल घरै छ कि के थाहा छैन यो चाहिँ कारै कारो भएको गुलाबको नेपालको गुलाबको फुल जस्तो हुन्छ गुलाबको फुलै भनौँ न गुलाबको फुलै फुल्छ केही समयपछि फुल्छ अब बोट पनि नेपालको त्यो गुलाबको फुलकै बोट छ यो चाहिँ जङ्गलभरि पाउँछ यहाँ चाहिँ पानी नपरेको 3-4 दिन भइसक्यो त्यही भएर सुक्खा छ हेर्दा चाहिँ रमाइलो छ काम गर्न सजिलो मिठो लागिरहेछ सुक्खा भएर अस्तितिर यो सबै उज्यालो थियो पुरै राम्रो थियो 1 महिना नहुँदै यस्तो भइसक्यो पुरै यो सबै फाडेर हामी चाहिँ इस्कुसको किल्ला बनाउन चाहन्छौँ हामी इस्कुसको चाहिँ सबै लाल किल्ला बनाउनेमा म चाहिँ सहयोग गरिरहेको छु सर्प पनि हुनसक्छ अलिअलि होसियार पनि हुनुपर्छ सुज छैन फेरि चप्पल लगाइरहेको छु यो ठाउँ चाहिँ समथर नै छ राम्रै हो गत वर्ष फर्सी रोपेको थियो राम्रो झाँगिएको थियो धेरै फल्यो पनि धेरै खाइयो पनि यो वर्ष चाहिँ इस्कुस लगाएर मजाले खाउँ भनेको तर ढिलो भइसक्यो अलि ढिलो भयो होला जस्तो लागिरहेछ हिजो अर्डर गरे हो 3-4 दिन आइपुग्नै लाग्छ होला त्यसो हुँदाखेरि झनै ढिलो हुने भयो होला फेरि अब पानी ओसारेर हाल्नुपर्ने हुन्छ यहाँ चाहिँ अलिक तलै छ पानीको धारा चाहिँ अलिक माथि टाढै भयो अब गर्मी लास्टै पर्छ यो घाँस चाहिँ नेपालमा नि हुन्छ हाम्रो खेततिर धेरै पाउँछ यो चाहिँ हामी काटेको हो पहिलोचोटि काटेको छैन मैले बच्चैदेखि काट्दै आएको हाम्रो चिन जान्छ राम्रै ठ्याक्कै घाम यहाँबाट घाम छ त्यही भएर एन्टी लाइट परेर भिडियोको क्वालिटी चाहिँ कम होला तर ओके छ ल घाम लागिरहेको छ त्यहाँबाट अलिकति एन्टी लाइट छ तर पनि मैले चाहिँ यति फाँडिसकेँ यो तल त्यो बाटोदेखि लिएर यहाँसम्म आइसकेँ अब यहाँबाट चाहिँ यता चाहिँ यो सबै फाँडेर यो त माटो राम्रै छ यहाँ चाहिँ अनि अस्ति रोपेको इस्कुस चाहिँ यो हुँदैन होला भनेर मैले रोपिरहेको थिएँ अहिले चाहिँ भर्खर जागेर यत्रो त भएछ राम्रै हो यति हुनु भनेको नि अब 2 बोट 3 बोट आउँदैछ यो एरियामा रोप्ने मेरो विचार छ यो एउटा लहरा छ यो लहरा चाहिँ लास्टै झ्यागिन्छ यसकै लहरा यो सुकेको सबै यतापट्टि सुकेको लहराहरू यसकै हो यो चाहिँ यसले मास्नु पायो भने राम्रो हुन्छ पछि यो यस्तो राम्रो हुन्छ कि पुरै त्यसैले यसलाई काटेर उज्यालो बनाइहाल्नुपर्छ मौसम एकदम गर्मी लाग्दो मौसम छ अब यहाँ मात्रै बाँकी छ यसलाई म ठिक पार्छु ओके यो लहरै लहरा छ कि यो चाहिँ यस्तो लहरा छ कि
सबै काट्नु पाएँ। लहरा मात्रै मरे पनि, लहरा मात्रै मास्नु पाए पनि राम्रो हुनेछ। माटो बबाल छ बबाल। मैले चाहिँ त्यहाँदेखि बाटो बनाउँदै बनाउँदै सफा गर्दै गर्दै ल्याएर यहाँ थोरै खनेको नि छु। मैले कुपाङमा इस्कुसको बिरुवा चाहिँ अर्डर गरेको छु। भोलि नभए पनि पर्सि निकोर्सि आइपुग्छ। 3वटा बिरुवा मैले मगाएको छु। त्यो 3वटा बिरुवाको लागि चाहिँ ठाउँ बनाएको छु, आएपछि रोपौँला। अहिलेसम्म यो छोटो भिडियोलाई हेरिदिनु हो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मन परेको खण्डमा लाइक पनि गर्न सक्नुहुनेछ, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्दा पनि हुन्छ। र अर्को कुरा चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न सक्नुहुनेछ, सब्सक्राइब गरिदिनु होला। आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।